सम्मानीय सभामुख महोदय, आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता उप आफ्नो धारणा राख्न म यस गरिमामय सदनमा उपस्थित भएको छु। गत फागुन 21 को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन किसिमको ऐतिहासिक जनमत प्राप्त भयो, यो ऐतिहासिक म्यान्डेटले नागरिकले यो सरकारसँग साधारण आर्थिक सुधार मात्र होइन, रूपान्तरकारी आर्थिक परिवर्तनको अपेक्षा गरेका छन्। सभामुख महोदय, पोलिटिकल प्याराडाइम सिफ्ट मात्र होइन, इकोनोमिक प्याराडाइम सिफ्ट आजको आवश्यकता हो। सभामुख महोदय, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता मार्फत सुशासनको लाभांश, उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमूलक अर्थतन्त्रमा रूपान्तरण गरी अर्थतन्त्रको पुनर्संरचना, कनेक्टिभिटीका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन, मध्यम वर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरण जस्ता आर्थिक रूपान्तरणका स्पष्ट मार्गचित्रसहित समृद्ध एउटा जो खाका आएको छ, यो निकै नै राम्रो छ, यो स्वागत योग्य छ। यसको म स्वागत पनि गर्न चाहन्छु। अर्थमन्त्रीज्यूलाई धन्यवाद पनि दिन चाहन्छु। यस विनियोजन विधेयकमा आफ्ना केही सुझाव म राख्न चाहन्छु। अबको बजेट कस्तो हुनुपर्छ भन्दा, 1, बजेट छोटो, सटिक, टाइम बाउन्ड, नतिजामुखी र बाध्यकारी बनाइनुपर्छ। निजी क्षेत्रको मनोबल पुनर्जागृत यो बजेटले गर्न सक्नुपर्छ। विश्व भूराजनीतिक अवस्थाको सम्बोधन बजेटले गर्नुपर्छ। 2, विगत 10 वर्षदेखि विनियोजित र वास्तविक बजेटको अन्तर औसत 15.6% रहेको छ। यसरी सुरुमा महत्त्वाकांक्षी ठुलो बजेट ल्याएर मध्यवधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ। 3, राष्ट्रिय गौरवका आयोजना 27 वटा छन्, तर तीमध्ये हाल 4 वटा मात्र सम्पन्न भएका छन्। सभामुख महोदय, त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरूलाई रिडिफाइन गरी 10 वटा रणनीतिक महत्त्वका आयोजनाको रूपमा अगाडि बढाइनुपर्छ। त्यसका लागि समयमै सम्पन्न गर्न यस्ता आयोजनाका लागि सनसेट ल ल्याउनुपर्छ। 4, कृषि क्षेत्रमा नेपालले अर्थात् अत्यावश्यक आत्मनिर्भर अर्थतन्त्र नीति अघि सार्नुपर्छ। चामल, दाल, दुधजन्य वस्तु, माछा, मासु, तरकारी, फलफुल जस्ता आधारभूत खाद्य वस्तु पहिचान गरी आत्मनिर्भरताको समयबद्ध तोकिनुपर्छ, लक्ष्य पनि तोकिनुपर्छ। आजको विश्व भूराजनीतिक अवस्थामा कृषि उत्पादन केवल खाद्यान्न मात्र होइन सभामुख महोदय, राष्ट्रिय खाद्य सुरक्षाको विषय बनेको छ। यो गम्भीर प्रश्न पनि बनेको छ। त्यसैले कृषि क्षेत्रको विस्तारका लागि एग्रो पुलिङ, एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स, सिजनल ट्यारिफ, कृषि पर्यटन, रासायनिक मलको सहज आपूर्ति र ग्रिन युरिया जस्ता दीर्घकालीन विकल्पलाई बजेटले प्राथमिकतामा राख्नुपर्छ। 5, आजको सबैभन्दा ठुलो समस्या भनेको बेरोजगारीको समस्या हो। रोजगारी सिर्जनाको प्रमुख आधार नै उत्पादनमूलक उद्योगहरू हो। तर उत्पादनमूलक उद्योग हेर्नुहुन्छ भने जीडीपीमा योगदान अत्यन्त न्यून छन्, अर्थात् 5.72% मात्र उद्योगहरू छन्। औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र सेजले अपेक्षित रूपमा काम गर्न सकिरहेका छैन। तसर्थ यी संस्थाहरूको पनि रिइन्जिनियरिङ गरियोस् भन्ने म अर्थमन्त्रीज्यूलाई निवेदन पनि गर्न चाहन्छु। सेजलाई केवल कर छुट दिने मात्र होइन कि प्लग एन्ड प्ले इन्डस्ट्रियल प्लेटफर्मको रूपमा विकास गरियोस्। सम्मानीय सभामुख महोदय, सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक भत्ता, वृद्ध भत्ता 2051 सालमा ल्याइएको एउटा लोकप्रिय लोक कल्याणकारी कार्यक्रम थियो। तर 30 वर्षसम्म एउटै कार्यक्रमलाई पपुलर चुनावी नारा र ज्येष्ठ नागरिकलाई केवल भोट ब्याङ्क बनाउने थिति हेर्दा हामीले ज्येष्ठ नागरिक आमा बुवालाई न्याय गर्छु भन्दै कतै अन्याय त गरेनौँ। सभामुख महोदय, दुःख साथ भन्नुपर्छ, 30 वर्षमा यति धेरै सरकारहरू आए गए बने, तर ज्येष्ठ आमा बुवाहरूका लागि भत्ताबाहेक अरू कुनै कार्यक्रम, ठोस कार्यक्रम आउनै सकेनन्। ज्येष्ठ आमा बुवाका लागि आवश्यकताका आधारमा भत्ता, 100% स्वास्थ्य बिमा र उहाँहरूको जीवनलाई गुणस्तर बनाउन उहाँहरूको सिकाइ भोगाइ, ज्ञान र अनुभवलाई सौम्य शक्तिको रूपमा भरपुर उपयोग गर्न पनि म सरकारसँग जोरदार माग गर्दछु। ज्येष्ठ नागरिक हाम्रो सबैभन्दा ठुलो सफ्ट पावर हो। हाम्रो कला, संस्कृति, चाडबाड, भाषा, खानपिन, सम्पदाहरूको संवर्धन, प्रवर्धन, धार्मिक पर्यटन, आध्यात्मिक योग, ध्यान, वेलनेस टुरिज्म तथा कृषि पर्यटनमा उहाँहरूको अनुभवको राज्यले भरपुर उपयोग गर्न सक्नुपर्छ। यो नै यो सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको ज्येष्ठ नागरिकप्रतिको सम्मान हुनेछ। अन्त्यमा यो बजेट भाषण मात्र होइन, परिणामको बजेट बनोस्, वितरणको होइन रूपान्तरणको बजेट बनोस् र जनताले दिएको ऐतिहासिक विश्वासलाई आर्थिक समृद्धिमा बदल्ने निर्णायक दस्तावेज बनोस्। अर्थमन्त्रीज्यूलाई विशेष शुभकामना। धन्यवाद।